साथी हो फेसबुकको मालिक त नेपाली नै भनेको होइन होइन तर यो फेसबुकको मालिक चाहिँ कुन चाहिँ देशको परेछ हौ हजुरलाई यसो थाहा छ भने बताउनुहोस् त आमामामा हो होइन अलिक बेसी बढी नै बोल्यो कि क्या होइन हौ साथी हो हजुरलाई एउटा कुरो थाहा छ बेङ्गलोरमा त मामाले भान्जीसँग मामासँग पे गर्दछन् यस्तो त अब हाम्रोतिर त भन्न त होइन सोच्न पनि पाप लाग्छ भन्छन् तर त्यही त होला नि देश अनुसार भेष भने जस्तो कि कसो साथी होइन बेसी नबन्नु होला नभए त भिडियोको रमाइलो हुन्छ होला औ साथी हो हामीले पैसा जति नै कमाए पनि कहिले 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 पुग्दैन त्यस्तै गरी फेसबुकमा पनि हामीले जति नै कमेन्ट गरे पनि सबैजनाले त कमेन्ट गरेर कहिले सकिँदो रहन्छ होइन यो कुरो त सही हो हजुरलाई के लाग्छ यसो बताउनुहोस् त ल न बेसी बढी नबोलौँ होला मामा हो साथी हो म मात्रै बाटो भनेको त फेसबुकमा भन्दा बाटो रहेछ नि पुराना भिडियो हालेर काम चलाऊँ भनेको साथी मरिकट्टै भ्युज आएन उतापट्टि सुक्कु दिँदैन त्यही भनेर के नयाँ भिडियो हाल्नु पुरानै भिडियो हालौँ भनेको त बाफ्रे बा साह्रै बाटो रहेछ नि साथी हो लो हेर्नु त भ्युज त मरिकट्टै आएन त्यही भनेर आज त्यही होइन नयाँ भिडियो हाल्नु पर्यो तँ पनि चेसमा लाँदा यो स्टाइलमा लड्नु त के गर्नु गाह्रो छ हजुर गाह्रो छ सुक्को दिँदैन के भन्नु नभन्नु मलाई कतै भन्छ रहेछ यो दाम न भन्नु होला भन्नु भने बाई बाई होइन हौ साथी हो चिन्नु त चिन्नु भयो नि एकदम हिजो त पुरा जिरो काटिङ हानेर आयो नि हेर्नु त आमामामा हो तँ पनि साथी हो खित्रिके 100 रुपियाँ लियो नि अब गाउँ भएको भए त अलिकति तलमाथि गर्न भन्न हुन्थ्यो यहाँ त अब गाला रन्किने जसले हान्ने त लाँदैन त्यही भनेर केही भनिएन होइन हौ अलिक बढी नै बोल्यो कि क्या हो साथी हो बेङ्गलोरमा त सिक्युरिटी काम गरिन्छ घरमा चाहिँ के काम गरिन्छ ल त यो भिडियो त्यो हजुरले हेर्नुहोस् त छाटलङ्गै थाहा हुन्छ कि कसो ल त्यो घाँस झार्न भनेर आएको थिएँ अलरेडी मैले घाँस चाहिँ झारिसकेँ हजुरले यहाँ तल देख्न सक्नुहुन्छ यस्तो टाइपको छ अरू हामीले यस्तो खालको गछमा चाहिँ होइन खसिला घाँस युज गर्दछौँ यसलाई चाहिँ जो हाम्रोतिर चाहिँ सिरिस भन्छ साथ हजुरकोतिर के भन्छ भने हजुरलाई यसो कमेन्ट गर्नुहोस् साथैमा अरू यो टाँगो चाहिँ अहिले यहीँ राख्छु किनखेरि भोलि फेरि यहीँ होइन हौ साथी हो हजुरलाई एउटा कुरो थाहा छ बेङ्गलोरमा त मामाले भान्जीलाई पे गर्दो रहेछन् भान्जीले मामासँग पे गर्छन् हुन त यस्तो त हाम्रोतिर त सोच्न त होइन होइन हौ साथी हो आमामामा हो